कान्छी भाग 290 को रिभ्यू एपिसोडमा यहाँलाई हार्दिक स्वागत छ। कान्छी भाग 290 मा नेपालको राजनैतिक अस्थिरता र नेपालका विभिन्न खालका समस्याहरूको कारणले गर्दा पर्याप्त मात्रामा रोजगारी पाउन नसक्दा आज अर्कैको देशमा गएर र गुलामी बन्नु परिरहेको छ। कान्छी सिरियलको कथामा देखाइए अनुसार जसरी कान्छोले आफ्ना घर परिवारलाई छोड्दै गर्दा यति धेरै रोएका छन् र उनका घर परिवार बुवा आमा र सबैजना यति रुँदै गर्दाखेरि उनको मन पर्ने यति भक्कानिएको छ कि मैले आफ्नो देश छोडेर अर्काको देशमा जानु परेको छ। हो, अर्काको देश यति धेरै पीडादायक हुन्छ किनकि मैले अर्काको देशमा मैले अपनत्व हुन सक्दैन, किनकि मेरो देश नेपाल जस्तै अरूको देश हुन सक्दैन भनेर उनी पनि यति धेरै भक्कानिएका छन्। दर्शकवृन्द, अर्कोतर्फ भने जहाँ कि चण्डिका र चन्द्रको विवाहलाई परिकल्पना गरिएको छ, जहाँ कि चन्द्रकी बुढी पातलीले भने एउटा सपनामा देखेकी छिन् र उनले सपना देख्न बित्तिकै यिनलाई लागेको छ कि आजसम्म श्रीमानले पैसा पनि पठाएका छैनन् र उनी कहाँ यसरी बिताइरहेका छन् र आज यत्रो दिनसम्म पनि मलाई नसम्झिने उनी वास्तवमा कतै केही भएको त छैनन् भनेर चन्द्रेकी बुढी पातलीले सपनाबाट झसङ्ग ब्याउजिएर फोन लगाउने प्रयास गर्छिन्, तर फोन भने उठ्दैन। यता भने चन्द्रेले जहाँ कि ठुलेकी श्रीमती थिइन् बगतमा चण्डिका र उनलाई सम्हालेर पेटमा बच्चा समेत हुर्किरहेको छ र उनीहरू अब उक्त बच्चाको बाबु र आमा बनेर जिन्दगी सँगै कटाउने प्रयत्नका साथ अगाडि बढिरहेका छन्। यता गाउँमा भने चन्देकी बुढी पातली पनि यति आफ्नो श्रीमानको पर्खाइमा छिन् र उनले आफ्ना गाउँघरका अन्यहरूले कुरा काटिरहेको सुन्दा आफ्नो श्रीमान पक्कै पनि चण्डिकासँग भिताएकै हुन् त भनेर उनीले ससुराबासँग बुढा जुन यस्तो खालको परिस्थितिमा आफूलाई सम्झाउँदै गर्दा पनि यो भएन भनेर उनी एउटा ससुराबाका जान्छिन् र उनका बुढाले त्यस्तरी भनेको नमान्दै गर्दाखेरि उनका ससुरा बुवाले पनि सोझै रूपमा सजिलै उत्तर दिन्छन्, किनकि चन्द्रे अहिले कमाउन गएको रहेको छ, तिमी समाजको लाइनमा नलाग र तिमीले राम्रोसँग बुझ्ने प्रयास गर भनेर जसरी पातलीलाई सम्झाइ बुझाइ गरेर पठाउँछन्। दर्शकवृन्द, पातली निकै आतिएकी छिन् किनकि उनी आतिनु पनि स्वाभाविकै हो। एउटा श्रीमती भइसके पश्चात आफ्नो श्रीमानको माया कति लाग्छ र श्रीमानले पनि श्रीमतीप्रति कति जवाफदेही अथवा यति प्रेम गर्नुपर्छ भन्ने कुरा रहन्छ। हुन्छ दर्शकवृन्द, जसरी पातलीले आफ्नो श्रीमानको चिन्ता लिएकी छिन् उता भने चण्डिका भने चन्द्रले पाएकोमा यति धेरै खुशी हुन्छन्, तर केही समय पश्चात पातलीले फोन लगाउँदै गर्दा उनका बुढा चन्द्रले उठाउँछन् र उठाइसके पश्चात भने म काममै छु र म केही समय पश्चात पैसा पनि पठाउँछु, अहिलेलाई भने केही पनि छैन बुढी भनेर उनीले आफ्नै बुढीलाई फोन गरिरहेका हुन्छन्। तर उक्त फोनबाट पनि पातली थोरै सन्तोष हुन्छन् किनकि बुढा अब केही समयपछि मलाई पैसा पठाउनुहुन्छ भनेर उनी आत्मसन्तोष पार्छिन्। दर्शकवृन्द, र यहाँ यसरी देखाएको छ कि एउटा श्रीमान श्रीमतीको कुरालाई लिएर हाम्रा जुन खालका व्यवहारमा पनि देखिने गर्छन् यस्ता खालका घटनाहरू जहाँ कि एउटा श्रीमतीलाई छोडेर पैसा कमाउन गएको श्रीमान र आफूले हर प्रयास मेहनत गरेर कमाएको पैसा अरू कसैमा लगानी गर्छ भने उक्त श्रीमतीलाई कति धेरै पीडा हुन्छ र एउटा बाहिर कमाउन गएको श्रीमानको पीडा एउटा असल श्रीमतीले घरमा बसेर कसरी बुझिरहेकी हुन्छन् र आफ्नो श्रीमानको कमाईबाट आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गम्भीर भएकी हुन्छन् भन्ने कुरा कथाका माध्यमबाट कान्छी सिरियलले प्रस्तुत गर्न खोजेको हामी महसुस गर्छौं। दर्शकवृन्द, जहाँ कि उनीहरू बीचको सम्बन्धलाई लिएर चण्डिका पनि खुश देखिन्छन् र उनी यति धेरै श्रीमान फेरिरहेकी छिन् र केही समय ठुलेसँग उनको विवाह भएको थियो र उक्त विवाह राम्रो सम्बन्ध नहुनाका कारणले उनी आज चन्द्रेसँग लागि परिरहेकी छिन् र ठुलीले भने डमरीसँग विवाह गर्ने प्रयास गरेका छन् तर भने त्यो सफल हुन सकेको छैन र उता घरमा भने कान्छी सागर लगायत उनीहरू सबैजना कान्छोको विदाईको क्रममा उनीहरू अगाडि बढिरहेका छन् र कान्छो पनि अर्काको देशमा जाँदै गर्दाको परिस्थितिलाई देखाएको छ। दर्शकवृन्द, जयो समग्र पीडा हामी आम नेपालीहरूमा आइपरेको छ र कान्छोको बुवाले पनि प्रार्थना गरेर भन्नुभएको छ कि मेरो छोरालाई जस्तै नेपालीहरूका छोरालाई विदेशमा जानुपर्ने अवस्था नआओस् र हाम्रो नेपालमा छिटै विकास होस्, किनकि मेरो छोरा आज जसरी हामीलाई छोडेर जाँदैछ र यस्तै गरी अरू आमाका अरू छोरा अरू बाका अरू छोराछोरीले पनि यसरी छोड्न नपरोस्, किनकि आज मेरो छोराथी जुन अवस्था
आइपरेको छ त्यो अरूमाथि नआओस् भनेर उनीहरूले प्रार्थना गरिरहेका हुन्छन् दर्शकवृन्द। र 11 कान्छोलाई पुर्याउनका लागि सागर, ठुले, कान्छी र उनीहरू सबैजना गएका छन् भने कान्छोकी आमा घरमै बसेकी हुनुहुन्छ, किनकि उता कान्छोलाई पुर्याउने भइसकेपछि यता घरलाई पनि हेरचाह गर्नुभएको हेर्नुपर्ने भएकोले। दर्शकवृन्द, जसरी कान्छीले आफ्नी आमालाई धेरै सम्झाइ बुझाइ गर्छिन् र गरिसके पश्चात आमाको मन त अझै पनि कहाँ थामिन्छ र आफ्नो कोखको घाउ अर्थात् एउटा असल प्रेमपूर्वक हुर्काएको छोरा अर्कै देशमा जाँदा आफूलाई दुःख त परिहाल्छ दर्शकवृन्द। र उहाँलाई सम्झाएर कान्छी पनि बाटोमा लाग्छिन् दर्शकवृन्द। त्यहाँ सबैजनाको एउटा यस्तो खालको परिस्थिति निर्माण भएको छ। आज समग्रमा वैदेशिक रोजगारमा जाँदै गर्दा कान्छो घरमा धेरै दुःख परेको छ दर्शकवृन्द। आजलाई भने कान्छी रिभ्यू एपिसोड यति नै। हाम्रो च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब भने अवश्य गरिदिनुहोला। हस्त धन्यवाद।